हेलो एभ्रिवान, के छ सबैजनालाई सन्चो बिसन्चो आरामै हुनुहुन्छ होला। वेलकम छ मेरो न्यू ब्लगमा सबैजनालाई हैन। यस्तै हो है गाइज, सबैजनाले सपोर्ट गर्नु होला। हामी आज चाहिँ फाइनल्ली हामी चाहिँ मार्केटतिर हिँडेको हैन पर्छ। म चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा साउथबाट बोल्दैछु, साउथ एरियाबाट हैन। यस्तै हो। अनि सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला हैन। भिडियोलाई कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला। अनि यस्तै हो, अहिले चाहिँ हामी मार्केट जाँदैछु, सब्जी किन्नेछु हैन। सब्जी किनेर चाहिँ हामी अनि रुममा रिटर्न आउनेछु। अनि यस्तै हो गाइज, हेर्दै गर्नु होला कस्तो हुन्छ। हामी चाहिँ मेन रोडमा आइपुग्यो हैन। हामी चाहिँ मेन रोडमा आइसकेपछि चाहिँ अब यहाँबाट चाहिँ धेरै टाढा छैन क्या। मेन रोडबाट चाहिँ लगभग 10 मिनट जति लाग्छ। हामीले 10 मिनटपछि चाहिँ जे होस् हामी मार्केटमा पुग्ने छ। हामी चाहिँ अहिले 3-4 जना जति छ कि साथीहरू चाहिँ 4 जना छ। अनि 4 जना साथीहरू हामी चाहिँ यतिकै जाँदैछु। अहिले चाहिँ 3-4 जना मिलेर मार्केटतिर जाँदैछु। अनि तरकारी लिने हो आज चाहिँ हैन। तरकारी सब्जी किनेर हामी चाहिँ हिँड्छौँ। यतातिरको रोड पनि यस्तो छ कि रोडहरू क्रस गरेर जानुपर्छ, हेरेर मात्रै जानुपर्छ क्या हैन। त्यही भएर चाहिँ गाह्रो हुन्छ यतातिरको चाहिँ हैन। त्यही भएर हामी चाहिँ अब धेरै टाढा छैन, हामीले जाँदैछु। अब लगभग पुग्न लागिसक्यो। हामीले त्यो अगाडि पुग्नुपर्ने हो। त्यो अगाडि हामी चाहिँ ठ्याक्कै पुग्न लागेको छ। यो अगाडि चाहिँ मोबाइल पसलहरू छ क्या, यतापट्टिको साइडमा चाहिँ मोबाइल पसलहरू छ। अनि उतातिर चाहिँ ब्याङ्कहरू छ, यता साइडतिर चाहिँ हैन। अब चाहिँ सायद हामी चाहिँ यतिखेर पुग्यो हैन। अब तरकारी बजारतिर पुगिसकेपछि हामीले तरकारी हेऱ्यो हैन। यता आधी लसुन चाहिँ हेऱ्यो, आधी लसुन हेरेपछि चाहिँ यता धेरै महँगो बन्यो क्या। अनि त्यही भएर महँगो भएको कारणले हामी चाहिँ त्यहाँ लिएन। अनि यतापट्टि आयो, धेरै ठाउँ धेरै रहेछ कि यतातिर बजारहरू। अनि यतातिर आएर हामीले चाहिँ सबै त्यो यतातिर लियो। यो फुलकोपीहरू पनि यतातिरै लिएको हैन। फुलकोपीहरू चाहिँ धेरै महँगो क्या, 5 रुपियाँको दुईवटा मात्रै आउने भएको कारणले हामी चाहिँ धेरै लिएन हैन। दुईवटा मात्रै लियो सबैजनाले। मैले पनि लिएँ अनि आयो हैन। साथीहरूले पनि लिँदैछ। अनि पैसा दिएर हामी चाहिँ फर्किने भनेर आएको। अनि थोरै त्यहाँ अर्को सामान लिनुपर्ने थियो। अनि पैसा तिरेर हामी चाहिँ फेरि उता गएर गोलबेर हेऱ्यो हैन। गोलबेर पनि राम्रो रहेछ। राम्रो भएपछि हामीले पनि फेरि हतारमा हैन गोलबेर पनि उठाएर हामी चाहिँ अब पैसा चाहिँ तिरेर त आयो कि। हामी चाहिँ यता सबै सामान चाहिँ हामीले यतैतिर किन्यो हैन। धेरै राम्रो एकै ठाउँमा किने भए चाहिँ हामीले अलिक सस्तो पायो अनि राम्रो भयो। अनि हामी चाहिँ लास्टमा सामानहरू सबै भइसकेपछि चाहिँ हामी यता आएर बस्यो एकछिन। अनि यस्तै हो आजको लागि। कस्तो लाग्यो ब्लग हैन, यस्तै हो हैन। राम्रो लाग्छ भने कमेन्ट गर्नु होला।